आज चाहिँ मलेसियाको जङ्गलमा जङ्गली कुखुरा खोज्नु आएको है हामी। खोज्नु के मार्नु चाहिँ नआएको। ल केटाहरूले टार्गेट गर्दैछ है। कुखुराको भुत्ला पनि नभेट्ने होला यस्तो पारा हिँडाइले। पुरा चाल आउँछ हिँड्दा पनि कहाँबाट मर्नु। ल ल ल काँडा कुरु गर्दै हिँड्छ बौला। एउटा गेटिस लिएर एउटा तरुवाल लिएर तरुवालले के काट्ने त्यसले गाह्रो छ। साला कुखुरा भुइँमा हुन्छ कहाँ माथि हेरी हिँडेको। तल हेर तल भुइँमा जङ्गली भाले खुवाउने भन्छ केटाहरूले। खै के हो पारा पारा ऊ पारा यस्तो यसको यस्तो तरुवालले के काट्ला। हो केटाहरूको खतरा छ नि हो टार्गेट केटाहरूको। जङ्गलमा हिँडेलो पुरै जङ्गली भइयो मलेसियामा पुरै जङ्गली। त्यसका बाद साला कहिले जङ्गल घारी कहिले पोखरी घारी कहिले खोला घारी। मच्छरले खाएर सक्नु लाग्यो यहाँ। मच्छरको त पुरै मारिन। कैमरामैन फोकस करो आगे आगे चलो। कुखुरा हेर कुखुराको सुली पनि भेटिँदैन हौ यो पाराले त नि। कहाँ चाहिँ पाइन्छ हौ कुखुरा यसरी ल। यत्रो घाँस दाउरा हाल्छ काराक्र कुरुक ठाक ठुकठुक गर्छ। भाले त भागिहाल्छ नि जङ्गलमा। भाले अरे पुलित्तै भागिहाल्छ देख्ने बित्तिकै। ल टार्गेट गर्दैछ केटाहरूले देख्यो क्या हो। आज जङ्गलले कुखुरा खुवाउँछ क्या हो काका भतिजले। ल ल ल ठोकिहाल लास्टमा भने त्यसकै चाखमा ठोक्दैन। ए गेटिस लिएर चरा मार्ने हिँडेका र। मलेसियाको जङ्गल है यो चाहिँ पुरै जङ्गल। कुखुरा बाँच्छ बाँदर कुद्छ सर्प आउँछ यहाँ त के आउँछ। ठुलो छ जङ्गल। यो कुखुरा कहाँ भेट्नु अब। ल केटाहरूको चाल यस्तो छ। आज दिनभरि कुदाउने भयो केटाहरूले जङ्गलमा। भरे घर आउने रुम आउने बाटै बिर्सिजाला जस्तो छ। ल यता 2 जना उता पल्लो छेउबाट 2 जना 4 जना आज शिकार खेल्नु गएको। त्यो पनि जङ्गली कुखुरा कहाँ पाइहाल्ला यति सस्तो। म पनि पछि आइहालेँ भ्लग बनाउँदै। त्यसका बाद जङ्गली कुखुरा भयो माऱ्यो भने त एउटा साँपा टोक्नु पर्यो भनेको। खै केटाहरूले के गर्छ हौ मार छिटो। यो कुखुरा हान्ने बेलामा चाहिँ मलाई पनि भन्यो त्यहाँ ट्याक्क लाएर। ल यो काँडा घारी के हो यो पुरै फुलबारी जस्तो छ। कोही टक हिँड्दैछ। कुखुराहरू कता बाँच्छ कहाँबाट भेट्नु। त्यो पनि यस्तो चिल्लो ठाउँ छ। कुखुरा चाहिँ उडिहाल्दो होला के भेट्नु अनि। यत्र भेट्नु कुखुरा गाह्रो छ हौ।